हामी को हो भन्ने बुझ्न यहाँहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावनालाई राम्ररी बुझ्नुपर्ने हुन्छ। आउनुहोस् हामी तपाईहरूलाई सरल भाषामा यो कुरा बुझाउँछौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावनाका मुख्य अवधारणा: राजनीति, बहुलवादी लोकतन्त्र, विधिमा बाँधिएको जवाफदेही असल शासन, वैयक्तिक स्वतन्त्रता, मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरण, तहगत अधिकार निक्षेपण र सुधारिएको प्रदेश संरचना। अर्थतन्त्र, सामाजिक न्याय सहितको उदार अर्थनीति, उद्यम मैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र, राष्ट्रिय आय र रोजगारी वृद्धि, सुदृढ नियमनकारी संरचना, जलवायु पर्यावरणीय सन्तुलन, लोक कल्याणकारी राज्य। समाज, समन्यात्मक समावेशिता, संरचनात्मक विभेद जस्तै लैंगिक, जातीय, वर्गीय, क्षेत्रीय विरुद्ध अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोग, समतामूलक उन्नति। संस्कृति, सनातन सभ्यताको सम्वर्धन, धार्मिक सांस्कृतिक विविधताको जगेर्ना, पारस्परिक सम्मान र सह-अस्तित्व। परराष्ट्र, सौम्य शक्तिको विस्तार, डायस्पोराको सामूहिक सामर्थ्यको उपयोग, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको रक्षा।